वैदेशिक रोजगारीमा रहेका वा विदेशमा बस्ने नेपालीहरूले अक्सर एउटा समस्यालाई बेवास्ता गर्छन्, त्यो हो उच्च रक्तचाप। म त ठिक छु भन्दै टाल्ने बानी छ होइन? तर थाहा छ, उच्च रक्तचाप हामीले ढिलो सुन्ने समस्या हो, तर चुपचाप खतरनाक बन्न सक्ने समस्या पनि हो। आज हामी यही विषयमा कुरा गर्नेछौँ, किनकि उच्च रक्तचाप तपाईँको ठूलो दुश्मन बन्न सक्छ। उच्च रक्तचाप भनेको धमनीहरूमा रगतको दबाव अस्वाभाविक रूपमा बढ्नु हो। समस्या के हो भने यसका लक्षणहरू प्राय सुरुवाती चरणमा देखिँदैनन्। जब देखिन थाल्छ तब स्थिति गम्भीर भइसकेको हुन्छ। विशेष गरी विदेशमा काम गरिरहेका नेपालीहरूका लागि यो झनै खतरनाक हुन सक्छ। रात दिन कडा मेहनत, थकाइ, नियमित खानपान, अनियमित खानपान, मानसिक तनाव यी सबैले रक्तचाप बढाउँछ अनि अस्पताल जान समय नहुने वा खर्च धेरै हुनेले स्वास्थ्य जाँच नै नगरी बसिन्छ। रक्तचाप उच्च छ भनेर कसरी थाहा पाउने त? यसका लक्षणहरू के हुन्छन् त्यो बारेमा कुरा गरौँ। यदि तपाईँलाई बारम्बार टाउको दुख्छ, आँखामा धमिलो देखिन्छ, सास फेर्न गाह्रो हुन्छ वा कहिलेकाहीँ नाकबाट रगत आउँछ भने यो उच्च रक्तचापको संकेत हुन सक्छ। समयमै सचेत हुन जरुरी छ। कामको चाप छ तर स्वास्थ्य पनि जोगाउनु पर्छ। विदेशमा रहेरै उच्च रक्तचापबाट बच्नका लागि केही उपाय अपनाउन सकिन्छ। सामान्यतया आफ्नो खानपानमा ध्यान दिनुहोस् अथवा दिनचर्यामा ध्यान दिनुहोस्। नुनको मात्रा घटाउनु। धेरै नुन खाँदा रक्तचाप बढ्छ। तौल नियन्त्रण गर्ने। बढी तौलले मुटुमा दबाव पार्छ। नियमित व्यायाम गर्ने। दैनिक कम्तीमा 30 मिनेट हिँड्ने बानी बसाल्ने। तनाव व्यवस्थापन। कामको दबाव भए पनि ध्यान, योग वा सङ्गीत सुन्ने बानी बनाउने। पर्याप्त पानी पिउने। शरीरलाई हाइड्रेटेड राख्ने। सँगै बेला बेलामा स्वास्थ्य जाँच गर्ने। यदि सम्भव छ भने हरेक केही महिनामा रक्तचाप नाप्ने बानी बसाल्ने। कामसँगै स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ। उच्च रक्तचाप लुकेको शत्रु हो जसले अचानक ठूला समस्याहरू ल्याउन सक्छ। विदेशको व्यस्त जीवन भए पनि आफूलाई समय दिनुहोस्, स्वास्थ्य राम्रो राख्नुहोस्।